यो चाहिँ केन्स सिटी हो। 1687 स्क्वायर किलोमिटर्सको क्षेत्रफल रहेछ र यहाँ बसोबास गर्ने मानिसहरू 1,69,312 छ भनेर 2021 को जनगणना गरिएको रहेछ। हामी आज केन्सवासीहरूले दिन प्रतिदिन उपभोग गर्ने पानीको मुहान लेक मोरिस जाँदैछौँ र हामी चाहिँ 15 इन्क्ल्याब ब्यान्ड एयरबिलदेखि चाहिँ हामी यहाँदेखि मुभ गर्दैछौँ भनेदेखि 19.8 किलोमिटरको डिस्टेन्स रहेछ यहाँदेखि र हामीहरूले केही सर्ट्सहरू केही भिडियोजहरू बाटोको यात्राहरू कस्तो खालको यात्रा छ बाटो छ त्यो देखाउँदै हामी जाने कोसिस गर्दैछौँ र यो भिडियो हेरेर तपाईँहरूले पक्कै पनि मनोरञ्जन लिनुहुन्छ होला भन्ने हामीले आश राखेको छौँ। होइन हो बाहिरको सब हावा खानु हामीहरूले यहाँ हेर्दाखेरि चाहिँ यो नेपालको कुनै पनि हिमाली क्षेत्रको ठाउँ जस्तो देखिन्छ जहाँ चाहिँ पहाड अगाडि यसहरू देखिन्छ, धेरै चिसो जग्गा जस्तो देखिन्छ। तर यहाँ चिसो चाहिँ घरभित्र बस्दा मात्रै एसीको चिसो पाइन्छ, बाहिर चाहिँ निस्किँदाखेरि लगभग यो धेरै नै स्ट्रङली हट छ, यो गर्मी जग्गा हो र यहाँदेखि केही समयको दूरीमा नै यहाँनिर चाहिँ हामीहरूले पेसिफिक ओसनको बेहरू होइन किनारहरू भेटाइन्छ। पेसिफिक ओसन यहीँ छेउमा भएको कारणले गर्दाखेरि र यो चाहिँ एकदमै गर्मी क्षेत्र हो यहाँ क्विन्सल्यान्डको केन्स चाहिँ र अरू स्टेटहरू पनि धेरै गर्मी छ भन्ने कुरो सुनेको छु, तर हामी चाहिँ भर्खरै आएकोले गर्दाखेरि हामी पुगेको छैनौँ। हुन त यहाँ केन्स चाहिँ एकदमै गर्मी जग्गा भए पनि तर अलिकति माथिल्लोपट्टि हामी बसेको जुन चाहिँ सिटीदेखि अलिकति माथिल्लोपट्टि यो ठुलो पहाड छ। यहाँनिर पहाड भन्नाले जङ्गल छ, पहाडी क्षेत्रको जङ्गल र यहाँ चाहिँ साउथ एसियामा जति पनि कुरो पाइने कुरोहरू हुन्छ साउथ एसियाको जङ्गलहरूमा पहाडको जङ्गलहरूमा पाइने कुरोहरू बेतदेखि थाकलदेखि फ्याक्रे त्यहाँदेखि हरेक कुरोहरू यो जङ्गलमा पाइँदो रहेछ। र यहाँ चाहिँ अब मैले सुन्दाखेरि यो क्षेत्रमा चाहिँ निङ्गुरे पनि पाइन्छ र अर्को कुरो चाहिँ हामीहरूले यहाँनिर विशेष गरी चाहिँ हाम्रो नेपाली हरूले युज गर्ने कुरोहरू जुन चाहिँ खानेकुरोहरू हामी अर्ग्यानिक खानेकुरो विशेष गरी रुचाउने गर्छौँ, मन पराउने गर्छौँ र त्यो खानेकुरोहरू चाहिँ एकदम प्रशस्त मात्रामा यहाँनिर पाइन्छ। अहिले केन्सवासीले डेली
युज गर्ने पानी लेक मोरिज ड्याम आइसक्यो। यो ड्यामबाट नै सप्लाई हुने गर्दछ। यो देखिरहनु भएको ड्याम, यहाँ चाहिँ पानी एकदमै स्टक गरेर धेरैभन्दा धेरै पानी चाहिँ स्टक गरेर यहाँ राखिएको रहेछ र यही ड्यामको पानी हामी खाने गर्दछौँ। यहाँ आगो लाग्दाखेरि यता हो। यो लेक मोरिज जुन चाहिँ ड्यामको एरिया छ 332 हेक्टरमा यो फैलिएको छ भनेदेखि यो सी लेभलदेखि 430 मिटर माथि मात्रै छ र यहाँनिर यो जति पनि देखिएको क्षेत्रहरू छ यो सबै पानीले भरिएको छ र छेउछेउमा सानसानो डाँडा टापु जस्तोहरू पनि छ र अहिलेसम्म त्यहाँ चाहिँ अहिले चाहिँ जानु ब्यान्ड गरिएको रहेछ, न पहिला चाहिँ जाने गरेको थियो भनेर हामीले बुझ्यौँ। त्यहाँनिर बोटहरू राखिदिएको छ, अहिले चाहिँ टोटल्ली ब्यान्ड गरेको रहेछ। यहाँ चाहिँ यो चाहिँ हाई टेन्सन लाइन, यो ब्रिजको लागि हो। प्रायः जसो यो यहाँको लाइन प्रायः छैन, मैले त सबैतिर नै यो यस्तो खालको देखेँ। यसरी सर उँधो हालेको छ, उँधैबाट उँभो गएको छ त्यहाँनिर यो गरिन्जेलसम्म। अनि यहाँ अन्डरग्राउन्डबाट चाहिँ त्यहाँदेखि बिजुली सप्लाई, यहाँ करेन्ट सप्लाईहरू चाहिँ यसरी लगेर चाहिँ कहाँ कहाँ सप्लाई गर्नुपर्ने हो यसरी गरेको देखिएको छ यहाँ।
मम्मी हट्नु न हौ। लप्सी पाउने उहाँ पाउनु सम्बन्धी के देख्यो तपाईँकोले चाहिँ के देख्यो झन्डै बेचको टुसा गाडी रोकेर बेचको टुसा टिप्नु गएको हुन्छ त